bastard. हेलो एभ्रिवान एन्ड सेवानी टु अल माई राई भाइ र अहिले भने चाहिँ म यहाँनिर टिस्टा भसुवा भन्छ है यसलाई है यहाँनिर चाहिँ म कार वासिङ सेन्टर यहाँ हुनुहुन्छ मामा मामा कति भयो मामाले खोल्नु भएको यो चाहिँ मामा 6 महिना भयो 6 महिना है सबै हुन्छ सानो ठुलो सबै हुन्छ सबै हुन्छ बाइक बाइक गाडी गाडी सबै है मजाको छ भित्र बाहिर सबै 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 देखि लिएर सबै हुन्छ है फेसिलिटी छ है र विशेष गरी यो गाडी चाहिँ किन आज मजाले चटाक्टी हुनु त मैले अस्ति भर्खर धुएको है र आज फेरि यहाँ मामाको चाहिँ किन लिएर आएको भन्दाखेरि चाहिँ भोलि फेरि एउटा हाम्रो एड्रेस पनि दियो है कृष्णग्राम भनेर बिहामा यो गाडी बुक भएको छ यसोस्ले गर्दा आज चाहिँ यसलाई मजाले चटाकचिटिक बनाएर चाहिँ सिँगार्नु पर्नेछ भोलिको लागि र त्यसोस्ले गर्दा चाहिँ यसको मजाले धुलाइ हुँदैछ मजाले भित्री बाहिरी हुँदैछ मामा है हुँदैछ मामाले कहिलेदेखि गर्नुभएको यो चाहिँ मेरो आफ्टर 4 इयर्स हुँदैछ 4 इयर्स है तपाईँले अघि अन्त 6 मन्थ भन्नु हुँदै थियो 6 मन्थ चाहिँ किनभने यो बाढले गर्दाखेरि बात चाहिँ फेरि तपाईँले सिफ्टिङ गरेर यता गर्नुभएको हजुर के लाग्छ तपाईँलाई अन्त अब यो म काम चाहिँ कस्तो लाग्छ अब तपाईँले म चाहिँ यो गाउँको बेकारी भाइहरूलाई चाहिँ म भन्छु होइन हजुर अब मोबाइल कोटाएर बस्नुभन्दा चाहिँ कहीँ गएर 2 वर्ष 1 वर्ष कामलाई चाहिँ सानो सम्झेर नसम्झिनु हजुर काम कामै हो मामा काम चाहिँ कामै हो आफ्नोमा क्वालिटी राख्नु हजुर त्यही कारण चाहिँ त्यो क्वालिटीले चाहिँ तिमीलाई पहिचान बनाउँछ हजुर मोबाइल खेलाएर चाहिँ तिमीलाई क्वालिटी बनाउँदैन हो ठिकै हो काम भन्ने कुरालाई चाहिँ एउटा यो तपाईँले एउटा सन्देश युवा अहिलेको युवा पिँढीहरूलाई चाहिँ एउटा सन्देश तपाईँ यो एजमा पनि तपाईँले मजाले काम गरिरहनु भएको छ नि त किन मैले परिवार मेन्टेन गरिरहेको छु हजुर हजुर होइन परिवार मेन्टेन गरेर नानीहरू राम्रो पढाइरहेको छु यही कार वास एउटा सिम्पल बिजनेस छ हजुर दिनमा कतिवटा धुनुहुन्छ मामा आउँछ 5-6 वटा आउँछ लकमा छ भने अब कोही बेला 10 वटा पनि हुन्छ हजुर हजुर अब भ्याएको जति तपाईँको यो तपाईँको अलिकति यो भनिदिनु नि कहाँनिर के कसो एड्रेसहरू यो चाहिँ मेरो कृष्णग्राम टिस्टा बजारको हो हजुर है यो मेरो पहिला कार वास चाहिँ मेन मेरो काम चाहिँ के थियो भने बाइक टायर कार वास हजुर यो छ यसलाई चाहिँ म फोकस गर्न चाहन्छु आउने पिँढीहरूले जेनेरेसन टु जेनेरेसन काम गर्ने होइन मेरो नानीहरूले पनि सिकोस् पैसा यहीँ छ भनेर चिनोस् जग्गा यहीँ छ भनेर चिनोस् बाहिर जानु पर्दैन काम चाहिँ सानो ठुलो हुँदैन काम चाहिँ सानो ठुलो होइन यसलाई चाहिँ मैले राम्रोसँगले मान्छेलाई सेटिस्फाई काम गरेँ भने यो कामले नै मलाई राम्रो पुँजी दिन्छ हजुर हजुर राम्रो पैसा कमाउन सक्छु घर मेन्टेन गर्न सक्छु होइन हुनु पनि तपाईँको यो अहिले वासिङ चाहिँ कस्तो हो भने तपाईँको अहिले सबकोमा गाडी छ नि मामा गाडी घोडा स्कुटी सबकोमा छ तर के छ भने धुने जग्गा छैन जग्गा छैन जुन प्रकारले तपाईँले अब यो के यसको मसिनले उपयोग गरेर धुनुहुन्छ नि यो चिजहरू छैन नि त तर तपाईँले एउटा सर्भिस दिइरहनु भएको छ मैले टिस्टा बजारमा चाहिँ एउटा नमुनै हो फर्स्ट आइटम निकालेको हजुर हजुर फर्स्टमा त मेरै साथीभाइहरूले भन्थ्यो होइन यो चल्दैन टिस्टामा एभाइलेबल पानी छ भनेर तर पानी सुक्दै गयो गाडी बढ्दै गयो कहाँ धुने अब मान्छे अब राम्रो लुगा लगाएर मात्रै हुँदैन राम्रो कलर गाडी पनि चाहियो नि त सफा गाडी चाहियो त्यसको लागि काम चाहिँ कामै हो त्यसको लागि चाहिँ यहाँ आउनु पर्यो फेरि यहाँ आउनु पर्यो कहाँनिर आउनु पर्यो मामा यहाँ भाइ टायर सर्भिसमा आउनु पर्यो है कृष्णग्राममा ओके मामा ओके थ्याङ्क यू मामा ल रेडी भोलिको लागि